एकदम मिठो, सादा, सजिलो तरिकाले इस्कुसको भाजी बनाउँदैछु म आज, इस्कुसको तरकारी। यसलाई चाहिँ पहिले इस्कुसलाई राम्रोसँगले धोएर यसलाई ताछ्ने। यो ताछ्दा चाहिँ अलिकति गाह्रो पनि हुन्छ, त्यही पनि यसलाई सबै ताछेर अनि सानो सानो पिस काट्ने, आलु भाजा बनाउने जस्तै सानो सानो पिस काटेको छु मैले। अब यसको लागि प्यानमा थोरै तेल तताउने अनि 5 फोडन फोडिदिने अनि यो हरियो लसुन हो, लसुनको पत्ता काटेको, यसलाई पनि राखेर अलिकति रातो हुने गरी भुट्दिएँ। अनि अघि काटेको इस्कुसको पिसलाई राखिदिएँ अनि यसलाई पनि अल्टङ पल्टङ गर्दै चलाउँदै भुट्दै जाने। एकछिन 1 मिनट जति यतिकै भुटिसकेपछि हर्दी, नुन, जिराको धुलो, धनियाँको धुलो राखिदिने। खोर्सानी पनि स्वाद अनुसार राखिदिने, पिरो कतिको खाइन्छ त्यही अनुसारले राखिदिने। अनि यसलाई वल्टङ पल्टङ चलाउँदै चलाउँदै जाने यसरी। अनि मसलाहरू राम्रोसँगले मिक्स गरेर यसलाई छोपी छोपी पकाउने। यसलाई चाहिँ धेरै मसलाहरू पनि चाहिँदैन, यो सादा तरिकाले पकाएको छु, एकदमै हेल्दी तरिकाले पकाएको छु। यो चाहिँ फेरि जस्तो बिरामीले पनि खान मिल्दो रहेछ, जसले पनि खान मिल्छ। यो इस्कुस चाहिँ एकदमै हेल्दी, एकदम पौष्टिक नै हो र सादा सिम्पल पनि हो। यो छिट्टो पनि पाक्छ, सजिलो तरिकाले पाक्छ। यसरी पकाएर छोप्दै पकाउँदै भाजा बनाएर भातसँग, रोटीसँग, जेसँग पनि खान सकिन्छ। हामीले चाहिँ यसरी भातसँग खायौँ, हजुरहरू पनि खानुहोला यसरी यो तरिकाले पकाएर, एकदमै मिठो हुन्छ। थ्याङ्क यू फर वाचिङ।